भन के पो गरी खाँदैछ माइली? अनि ठुलो नाना पो आउनु भएछ। बस्नु न नाना, कति दिनमा आउनु भएको हो? अनि नि यसो के पो गरी खाँदैछौ भनेर डुल्दै आएको नि माइली। ए कस्तो घाम गर्मी छ, चिसो खानुहुन्छ होला। खै खानु र माइली? खानु म ल्याउँछु, खाऊँ न त ल। ए ल ल्याउ न त खाउँ चिसै। ए साँच्ची त दोकानै बन्द छ हौ नाना अहिले त। ए नाना पसलै बन्द छ। चिया पकाउँछु नि, मिठो चिया खाऊँ नि है। हुन्छ माइली, चियै खाँदा पनि हुन्छ। पकाउन त चियै खाउँ अब। ए नाना कस्तो म त आज त चिनी सिकेको छु, भुसुक्कै बिर्सेछु म त। जाँड खाऊँ न, मिठो जाँड छ। ए झन् राम्रो नि हौ माइली, जाँड छ भने त त्यही पो खाउँ न, छानिहाल न। जाँड त जाँडै बरु मिठो हुन्छ। के को कोदोको छ कि के को जाँड छ? जाँडै छानिहाल भने पकाउने भुसुक्का बिर्सेको पो रहेछु। पानी त होला नि त तिम्रो घरमा, कि पानी पनि छैन? के पनि छैन, के पनि छैन। बस्नु नरिसाउनु न, पानी छ नि, म ल्याउँछु नि पानी, बस्नु न नि। अनि कस्तो त केही पनि छैन, केही पनि छैन भन्छ। भयो नि बुढी, के गर है मेरो झोला। के ल्याउनु भएको नि? के हुनु र, ऊ त्यहाँ भत्ता बाँड्दो रहेछ, भत्ता लिएर आएको। भत्ता? आयो नि मा। यहाँ दोकानमा के हो त्यो माथि खुल्ला होला नि, म चिसो ल्याउँछु, चिसो खाँदै। भयो तिम्रो चिसो तिमीले खाऊ, भयो म अब म चिसो लिएर आउँछु, बस्नु नाना। भयो, बुढी हुनुभएछ, चिसो खाँदैन पर्छ। भयो आमामामा, भत्ता भनेपछि त चिसो अघि चाहिँ दोकान बन्द अरे, अहिले चाहिँ भत्ता भनेपछि त त्यहाँ माथि पाउँछ नि अरे, कमको छ। यिनीहरूको फ्रीमा खानु आयो जस्तै दिन्छु, कोसीले पनि केही पनि दिँदिनँ। चिसो न ल्याउने पनि होइन होला, म पनि जान्छु।